सुरेनजी विकासले त बाइक किन्नु भयो नि खै हो रे भन्छ आउँदैछ देखिहाल्छ कसले भनेको विकासको बाइक किन्ने औकात छ र सुरेनजीले भन्नु भइहाल्यो नि आउँदैछ अरे देखिहाल्छ आउँछ भन्छ आउँदैन तेरो आउने बाइक चलाउन पाउँछ होला विकास आउँदैन त यहाँ हो आउँदैन जस्तो यार त्यो विकास ए जानुपर्ने जस्तो छ हौ ओइ विकास आयो 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 हेलो केटाहरू बाइकको नयाँ बाइक आयो यार बाइकले मात्रै के बसेर बाइक चलाउन मन लाग्यो होला नि बाइक त राम्रो जस्तोले किन्ने आफ्नै गर्नु पर्दैन मेरो त बुवाले गिफ्ट दिएको इक्जाम रिजल्ट राम्रो लाग्यो किन्नलाई त धेरै पैसा चाहिन्छ खास गरेर मैले गाउँमा पनि बाइक चलाएको म बुझ्दैछु के भन्नु लाग्यो बाइक चलाउनु धेरै थाहा हुन्छ मेरो बाइक चलाउनुलाई त कस्ट पे गर्नुपर्छ ठिकै छ एकचोटि चलाएर हेर्नु त्यही मात्रै यहाँ सुसो गर्न त पाइँदैन बाइक चलाउनु भएदेखि मेरो केही सर्टहरू छ मान्छ त ल मेरो पहिलो सर्ट चाहिँ मेरो सुस सफा गर्नुपर्छ मान्छ त बाइक चलाउनलाई सुस पनि सफा गर्नु छ है राम्रो रहेछ अब सुस कुसीहरूले क्लिन गरिहाल्यो अब अर्को सर्ट पनि छ त्यसै मेरो लागि चिसो कोक किनेर ल्याइदिनुपर्छ मान्छ त बाइक चलाउने हो बाइक चलाउने भयो कोक चाहिँ किनेर ल्याउनुपर्छ कट बाइक चलाउनु किन्नुपर्ने रहेछ बर्बाद पैसा करले त कोक दिनु भएन कोक त ल्यायो अब बाइक चलाउनु पाउने नपाइने हो मैले चाहिँ बाइक चलाउने हो म भोलि सकेँ कस्तो रहेछ चित्त रहेछ अब सोक्नु मात्रै हुँदैन अझै के गर्नुपर्ने अर्को साथ चाहिँ मेरो टाउको बिहानदेखि घाँस चिलाइरहेको छ टाउको दुखिरहेको हुन्छ त्यस भएर मेरो टाउको मालिस गर्नु सक्छ हो अनु पछाडिबाट गर्नु फाइनली मेरो सर्टहरू पुरा गऱ्यो अब म बाइक चलाउन चाहिँ दिन्छु तर फेरि बाइकलाई केही भयो भने जिम्मेवारी हो नि 100% हो बरु म पछाडि चढ्न दिन्छु ल पछाडि त्यति सर्ट पुरा गरेर पछाडि चढ्न दिनु पऱ्यो नि होइन मलाई सिकाउँछ यार आज अलिक कस्तो भयो क्या मैले ठुलो सर्ट पुरा गरेछ चलाउँछु